मैले आज यस्तो के खाएँ? ममा यस्तो शक्ति आयो कि मैले छुने बित्तिकै फोन चार्ज भयो। सो हेलो एन्ड नमस्ते गाइस, तपाईँहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु है। खासै पढन्दा जस्तो नभए पनि यसो म गरे जस्तो गर्दै थिएँ। ट्यासी गाडाङ गुडुङ पो गरौँ होइन, भुइँचालो आयो क्या भनेर भाग्न लागेको त भोक पो लागेको रहेछ। अब के खाम भनेर सोचेको त एउटा आइडिया पो आयो। आज चाहिँ म यो करेन्ट चाउचाउ बनाएर खान गइरहेको छु। करेन्ट चाउचाउ खान पाइनु भयो भन्दै खुसी भएर म चाहिँ किचनतिर लागेँ। चाउचाउ बनाउनको लागि कराईमा अलिकति पानी हाले। हतार हतार ग्यास बनाउन लागेको त ग्यास नै पो बल्दैन बा। फेरि ग्यासले पनि यतिखेर पो सकिनु पर्ने रहेछ। अब भोक लागि चाहिँ जसरी भए पनि बनाएर खानै पर्यो भनेर म चाहिँ आगो बाल्नतिर लागेँ। होइन यही बेला लाइटर पनि बल्दैन त भनेको त ठ्याक्कै पो बलिहाल्यो। यता हाम्रो आगो पनि बलिसकेको थियो। अनि ढिला नगरी चट्ट अघिको कराई बसाल्दिए। आगो नबलेपछि यसरी मरिमरी फुक्न पो पर्ने रहेछ। यता हाम्रो पानी पनि उम्लिसकेको थियो। अनि एउटा चाउचाउलाई उम्लिरहेको पानीमा हालिदिए। अनि अर्को चाउचाउलाई पनि त्यही हालिदिए। हाम्रो चाउचाउ पाकेर पनि रेडी भइसकेको थियो। अनि निकालेर त्यसको पानी तराउनतिर लागे। पानी पनि तरिसकेको थियो। अनि चट्ट एउटा थालमा खनाइदिए। अनि एक एक गर्दै चाउचाउको प्याकेटमा आउने मसलाहरूलाई हाल्न लागे। अनि चाउचाउलाई मस्त मोल्नतिर लागे। चाउचाउलाई अझ मिठो बनाउनको लागि अलिकति धनिया र लसुनको पात पनि काटेर हालिदिए। हाम्रो करेन्ट चाउचाउ पनि तयार भइसकेको थियो। अनि हतार हतार बसेर खान लागेको मलाई त कस्तो करेन्ट पो लाग्यो। यति शक्तिशाली भइसकेको थियो कि मैले छुँदाखेरि नै फोन चार्ज भयो। चार्जर त देख्नु भएन नि।